पनिसमेन्ट हामीले चाहिँ जागिर खाने बेलामा त्यो 6 महिनाको अन्तरालमा यस्तो नराम्रो अहिले पनि मेमोरीमा अलिकति झल्को आइरहन्छ कि हामीलाई कस्तो के आइरहन्छ भने एउटा चाहिँ 16-17 वर्षको उमेरमा चाहिँ कलिलो उमेरमा यो खाउँ ऊ खाउँ जसलाई लाग्छ कि त्यो लाग्ने बेला साथीहरूले एउटा चाहिँ सुर्ती खाएको न्युमा चाहिँ हामीले चाहिँ ठुलो पनिसमेन्ट भयौँ कि अनि त्यो पनिसमेन्टले चाहिँ अहिले पनि मेमोरीमा अहिले पनि त्यही ग्राउन्डमा लडेको त्यही पनिसमेन्टले जस्तो लाग्छ क्या त्यस्तो लाग्छ। अनि अर्को पनिसमेन्ट मलाई के लाग्छ भने शुक्रबारे हामी चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ दुःखको क्षणमा हाम्रो 2-3 महिना तालिम भएपछि शुक्रबारे एउटा छोडिन्छ होइन। त्यतिखेर छोड्दाखेरि हामीले चाहिँ एउटा चाहिँ जडीबुटीमा चाहिँ हाम्रो ग्याङलाई चाहिँ एउटा चाहिँ अब त्यो सङ्कटकालमा चाहिँ रोकेर चाहिँ एउटा चाहिँ हामीलाई चाहिँ पिछा गरेर पुलिसले पिछा गरेर हामीलाई चाहिँ बसमा आएर चाहिँ हामीलाई चाहिँ एट्याक गर्दाखेरि त्यो पुलिसलाई चाहिँ हामीले चाहिँ त्यो हामीलाई चाहिँ माओवादी जस्तो लागेर होला अनि के जस्तो लागेर होला हामीलाई पिछा गरेर हाम्रो ग्रुपले त्यसलाई चाहिँ पिटेर चाहिँ त्यो भित्र छिर्दाखेरि हल्दार मेजरले गुड यतिको चाहिँ हामीलाई चाहिँ सिपाही चाहिन्छ भनेको अहिले पनि मेमोरी लाग्छ। त्यति बेला छोड 4 महिना भएको थियो हाम्रो तालिम। म अझै पनि त्यो कुरो सम्झिन्छु होइन। 4 महिना भएको थियो हाम्रो तालिम। त्यति बेला चाहिँ के भएको थियो भन्नुहुन्छ भने हामीलाई चाहिँ त्यहाँ भित्र छिर्दाखेरि मेरो केटाहरूले चाहिँ 3 महिनामा कुट्नु पर्ने 1 महिना ढिला गऱ्यो अझै तालिम पुगेको छैन भन्दा कि किनभने हामी यहाँको सिसम 1 हो क्या सिसम 1 सिरियल नम्बर 1ले चाहिँ हामीले चाहिँ एकदम त्यहाँ चाहिँ डेमो लगाएर काम गर्नु पर्यो। यो चाहिँ उत्कृष्ट छ है सबैभन्दा उत्कृष्ट टिम चाहिँ यो है हामीले यहाँबाट चाहिँ तयार गरेर पठाएको छौँ है भनेर उनीहरूलाई देखाउनुको लागि पहिलोचोटि त्यहाँ चाहिँ तालिम खुलेको थियो क्या। त्यो हामीले तालिम गर्ने ठाउँमा गढमा पहिलोचोटि तालिम खुलेको हामी फर्स्ट टाइम यति दर्दनाक थियो कि त्यहाँको भित्रको होइन अब भनौँ न त्यो सबै हाम्रो लागि थियो क्या। पछि चाहिँ हामीले रियलाइज थियो त्यति बेला त हामीले दुःख दिएको यो गरेको भन्ने हो तर त्यति बेला हामीलाई त्यस्तो थियो हामी चाहिँ त्यति बेला काँचो माटो रहेछौँ क्या उनीहरूले चाहिँ आकार दिनलाई। त्यसपछि हामीले आफ्नो युनिटमा गइसकेपछि त्यहाँको सिकाएको कुराहरू त्यहाँको बल त्यहाँको बुद्धि त्यहाँ लगाएको टेक्निकहरू त्यहाँ सिकाएको कुराहरू चाहिँ हामीले युटिलाइज गरेर हामी चाहिँ सहज भयो क्या। त्यति बेला चाहिँ हामीले थाहा थियो यो चाहिँ हामीलाई दुःख मात्रै दिएको तर त्यो चाहिँ होइन रहेछ। हामीले पछि आएर बुझ्यौँ कि त्यो चाहिँ हाम्रो लागि नितान्त आवश्यक रहेछ किनभने उचालेको कुकुरले मृग मार्दैन होइन। मृग मार्नको लागि कुकुर दौडिनै पर्छ उसले झम्टिनै पर्छ। त्यही कारणले अर्काले कसैले ए बाबु तिमी ल राम्रो छौ ऊ गरेछौ भनेर उसलाई अगाडि बढाइदियो भने ऊ कुनै न कुनै ठाउँमा फेल हुन्छ तर जिन्दगीमा फेल हुनु परेन। जागिरको अवस्थामा हामी कुनै पनि विचलित भएनौँ कहीँ पनि भएनौँ र आफ्नो कार्यकाल सम्पूर्ण चाहिँ नेपाली सेनाले तोकेको समय अवधि एउटा चाहिँ भनौँ न क्याटेगोरीमा छिरेर हामी चाहिँ सफलतापूर्वक हामी चाहिँ त्यहाँबाट चाहिँ दुवैजना चाहिँ पेन्सन त्यहाँबाट निक्लेर तालिम छोडिसकेपछि लगभग 20 वर्ष 20 वर्षपछि आज फर्स्ट टाइम तालिम गर्दाखेरि छुटेको साथी आज फर्स्ट टाइम हामी चाहिँ भेट्दाखेरि एकदमै हर्ष चाहिँ उल्लासित हुन्छ नि एकदमै खुसी। 20 वर्ष 3 महिना भयो यो हामीले तपाईँको चाहिँ व्यक्त गरेर चाहिँ वर्णन गरेर एकदम भन्छ नि यो 1000 जिब्रा भएको शेषनागले त वर्णन गरेर सकेनन् हामीले किन सक्ने भने यो आज खुसीको त यो माहौल तपाईँको अब यो वर्णन गर्ने जागिर खानुपर्छ होइन। सरकारी जागिर हो केही न केही फेसिलिटी सुविधा हुन्छ होइन। सेवा सुविधाको लागि आफूले अब अहिलेको लागि थोरै छ कमाउन सकिँदैन यता गर्न सकिँदैन त्यसमा कुनै पनि चिन्ता नलिनुहोस्। आज तपाईँले जुन पनि बिमा गर्नुभयो त्यो तपाईँलाई भविष्यको लागि काम लाग्छ क्या। मानौँ तपाईँले आज चाहिँ तपाईँले जागिर खानु भएको छ तपाईँलाई बुढेसकालमा त्यसको बेनिफिट तपाईँलाई आउँछ क्या। बुढेसकालमा तपाईँलाई घर बसी तपाईँलाई घरमा पेन्सन दिन्छ क्या होइन। नट अ जोक यो जो कोहीले पनि लिन सक्दैन होइन। चाहिँ सरकारी कर्मचारी जे भए पनि देशमा बसेर आफ्नो देशमा बसेर सरकारको अन्डरमा रहेर सरकारी मातहतमा रहेर काम गर्दाखेरि चाहिँ धेरै सेवा सुविधाहरू पाउन सकिन्छ। जस्तो हामी अब भनौँ न हामीले अब कुनै पनि डर छैन उपचार गर्नलाई हामीलाई हस्पिटल छ होइन। एक्ज्याक्टली हामीसँग हस्पिटल छ। हामीलाई कुनै चाहिँ बिरामी पऱ्यो भने ल ठुल्ठुलो हस्पिटल औषधि खान नसकेर मरेला भन्ने कुनै पनि चिन्ता छैन। हामीलाई नेपाल आर्मीले हेर्छ। नेपाल आर्मीको हामीलाई हस्पिटल छ। हामीलाई पेन्सनको सुविधा दिएको छ। बालबच्चाहरूलाई हाम्रो चाहिँ छात्रवृत्ति होइन स्कुल पढाउनको लागि ठाउँ ठाउँमा स्कुलहरू खोलिदिएको छ र त्यहाँ पनि हामीले लान सकेनौँ। हाम्रो विद्यार्थीहरूको त्यहाँ पढाइ पुगेन एजुकेसन पुगेन भने हामीलाई छात्रवृत्तिको फेरि पनि सुविधा गरिदिएको छ। बाहिर पढाए पनि हामीले छात्रवृत्ति पनि दिन्छ। सेवा सुविधाको लागि भए पनि आफ्नो भविष्यको लागि आजको नसोचौँ पछिको लागि सोचौँ। पछिको लागि पनि एकदमै धेरै राम्रो छ। त्यही कारणले म चाहिँ जब गर्नुपर्छ सरकारी जागिरमा आर्मी पुलिस सशस्त्र अथवा निजामती कर्मचारी अथवा शिक्षक जुनसुकै पेसा होस् सरकारी कर्मचारी आफ्नै देशभित्र बसौँ आफ्नै देशमा आफ्नै तरिकाले
स्वाभिमान भएर सरकारको सेवा गरौँ। सरकारले यसको नमस्कार, मेरो नाम नन्दराज विष्ट, मेरो घर चाहिँ ललितपुर भैँसीपाटी। म चाहिँ भनौँ न रिटायर आर्मी, एक्स आर्मी है। 18 वर्ष सेवा गरेर नेपाली सेनामा 18 वर्ष सेवा गरेर रिटायर गरेर अहिले रिटायर लाइफ घरमा बसेर बिताउँदैछु। 61 सालमा हामीले चाहिँ जागिर खाएर चाहिँ यस्तो चाहिँ संयोगवश आज चाहिँ 20 वर्षको अन्तरालमा चाहिँ एउटा जोडा साथीलाई पिता माता यो आत्मा नै धेरै नै खुसी लागेको छ कि यो अन्तरालमा चाहिँ हामीले चाहिँ कति दुःख सङ्घर्ष गऱ्यौँ होला होइन, कहाँ पुग्यौँ के गरौँ, तर भेट भएको थिएन। अहिले चाहिँ आएर भेट हुँदा धेरै खुसी लाग्यो। नमस्ते। मलाई पनि धेरै 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 खुसी लाग्यो। जब हामी 17-18 वर्षको त्यो कलिलो उमेरमा होइन, हामी घर छोडेर चाहिँ कुनै ठाउँमा जाँदाखेरि फर्स्ट टाइम हामी चिना परिचय भएर विगत 7-8 महिनाको तालिम हामी सँगसँगै बसेर एउटै थाल एउटै ग्राउन्डमा एउटै ठाउँमा लडेर चाहिँ हामी चाहिँ आज चाहिँ नेपाली सेनामा चाहिँ सेनाबाट अवकाश प्राप्त भएर दुवैजना हामी चाहिँ यहाँ चाहिँ आज चाहिँ यसरी मौकावश संयोगवश यसरी घुम्दै हिँड्दाखेरि आज दुईजना हामी चाहिँ भेट भयो। एकदमै हर्षित छु है, मनदेखि नै एकदम। अब यो बिचमा विभिन्न चाहिँ उतार चढाव आए हाम्रो जिन्दगीमा होइन, कहिले कहाँ पुग्यो, घरायसी समस्या कहिले के, त्यो कारणले गर्दाखेरि जुन दिन हामी तालिमबाट छुट्यौँ त्यो दिनदेखि चाहिँ हामी भेट्न पाएको थिएनौँ कि। अनि त्यो मौका चाहिँ आज जुर्यो होइन। एकदम खुसी मात्रै सिमै रहेन कि सिमै रहेन, हामीमा चाहिँ एकदमै खुसी। अब भनौँ न त्यो भनिन्छ एउटा चाहिँ हाम्रो चाहिँ के भन्छ भने पल्टनमा चाहिँ त्यो बचपनको याद चाहिँ अहिले ताजा भए जस्तो फिल भइरहेछ। हाम्रो चाहिँ के हुन्छ भने घरको बुढी भन्दा पनि नजिकको भन्छ क्या हाम्रो चाहिँ जोडा भनेको चाहिँ त्यतिसम्म चाहिँ हामी चाहिँ यो आत्मीय हुन्छ क्या यो मनमा। अब त्यो फिलिङ्स चाहिँ अब जो आफ्नो छ उसलाई मात्रै थाहा हुन्छ होइन। यति मात्रै भएन कि हामीले सङ्कटकालमा चाहिँ जागिर खाँदाखेरि आफ्नो चाहिँ अलिकति चाहिँ सङ्कटकालको भनेको सङ्कटकालै हुँदो रहेछ क्या। त्यतिखेर चाहिँ हामीले चाहिँ त्यो क्षणलाई चाहिँ बिर्सन चाहिँ कहिले पनि सक्दैनौँ कि। त्यतिखेर त्यो कलिलो 16 वर्षको उमेरमा अब कतिपय कुराहरू त अझै याद पनि हुँदैन, किनकि त्यो पल्टनमा गरेका कुराहरू आजको होइन, किनकि 20 वर्ष पहिलेको कुराहरू हो। तपाईँले चाहिँ एउटा त्यस्तो मुमेन्ट छ उहाँसँग चाहिँ के कुराले चाहिँ तपाईँलाई चाहिँ त्यो दिमागमा अहिले चाहिँ ताजा भइरहेछ त? एउटा कुनै हुन्छ नि तपाईँको पल्टन लाइफमा हुन्छ नि त, कहिले पनिसमेन्टहरू भेटिरहेको हुन्छ, कहिले चाहिँ जाउँ साथी बङ हानौँ, कहिले काहीँ चाहिँ यो पालेलाई त केही गरौँ भन्ने एउटा हुन्छ नि त केही न केही। त्यो चाहिँ कसरी कुनै एउटा त्यस्तो घटना कुनै एउटा समय थियो? समय थियो त्यो। अब धेरै कुराहरू समय हुन्छन्, धेरै कुराहरू सम्झना छन् अझै पनि ताजमा। हिजो अस्ति जस्तै लाग्छ, विगत 20 वर्ष भइसक्यो यो हाम्रो चाहिँ यो भनौँ न हाम्रो कार्यकाल 20 वर्ष अगाडिको, तर पनि हिजो अस्ति जस्तै लाग्छ। दौडिँदा हिँड्दा खेल्दा ती धेरै मोमेन्टहरू छन् कि हामीमा चाहिँ एउटा चाहिँ हुन्छ नि टिमवर्क हुन्छ, मेजोरिटी हुन्छ, हरेक कुराले चाहिँ हामी चाहिँ एउटा चाहिँ आफूले मात्रै गरेर हुँदैन कि साथीको साथ सपोर्ट पनि चाहिन्छ भन्ने कुरा चाहिँ धेरै छ। एउटा घटना छ, हामी थानकोट हामी थानकोट चाहिँ आउटडोर हाम्रो चाहिँ बाहिरी अभ्यास हुन्थ्यो त्यति बेला। थानकोटमा बाहिरी अभ्यास भएको बेलामा चाहिँ त्यहाँ चाहिँ कस्तो थियो भने हामी टोटल्ली 4 दिन त हामी दिन रातै सुतेकै थिएनौँ कि होइन। दिनमा अब आफ्नो कारवाही गर्नुपर्ने हुन्थ्यो, विभिन्न अपरेसनहरू सञ्चालन हुन्थ्यो होइन। रातमा चाहिँ अनि हाम्रो ट्रेन्सहरू खन्नुपर्ने हुन्थ्यो, रातको अभ्यासहरू हुन्थ्यो, नाइट भनौँ न नेभिगेसनहरू दुनियाँ हुन्थ्यो। हामी 4 रात सुतेकै थिएनौँ। 5औँ रातको दिनमा चाहिँ त्यहाँ एकदमै पानी पऱ्यो कि होइन। पानी परिसकेपछि हामी चाहिँ लिएर गएको हाम्रो बर्गन अथवा हाम्रो झोला अथवा हाम्रो सामानहरू चाहिँ प्लास्टिकले छोपेर त्यो प्लास्टिकभन्दा माथि बस्दाखेरि पनि हामीले त्यो पानीले रोक्नै सकेन क्या, रोक्न सकेन। हामी भिजि नै रहेका थियौँ होइन। सबजना हामी भनौँ न हाम्रो टोलीहरू 50 जना थियौँ हामी। 50 जनामा चाहिँ हामी एकदमै चाहिँ एकअर्कासँग टाँसिएर बसेका थियौँ। जाडो मौसम थियो, तर पनि त्यो क्षणमा चाहिँ मलाई यति एउटा सम्झना आउँछ कि गर्दनबाट पानी चुहिएर बुटबाट तल चुहिराखेको थियो
होइन शरीर पुरै पानीले भिजिएको थियो तर पनि त्यो निन्द्रा चाहिँ ओ माई गड हेर्नु त्यो निन्द्रा त्यो दिनको त्यो निन्द्रा मैले सम्झेँ भने आज पनि म सायद 6 दिन 7 दिन उठ्दैन होला क्या त्यो दिनको निन्द्रा अझै पनि मलाई चाहिँ ताजा याद छ क्या किनभने हामी एउटै सर्कलमा गोलो भएर उसको अगाडि उसको टाउको जोडेर बस्दाखेरि पनि त्यो निन्द्रा त्यो पानीले भिज्दाखेरि शरीर पुरै भिज्दाखेरि पनि निन्द्रा भन्ने कुरो यस्तो मिठो हुँदो रहेछ कि त्यति बेला त्यो हामीले थाहा भएको थियो कि 4 दिन 4 रात हामी सुतिकन कुनै पनि हालतमा चाहिँ त्यहाँ चाहिँ अपरेसन सञ्चालन गर्नुपर्ने हुन्थ्यो कारवाही गर्नुपर्ने हुन्थ्यो त्यति पनि गर्दाखेरि पनि त्यो पानीले पनि हाम्रो निन्द्रालाई चाहिँ बिथोल्न सकेन क्या त्यो मेमोरी चाहिँ एउटा मलाई एकदमै चाहिँ याद आउँछ अहिले पनि त्यो हाम्रो चाहिँ पानी चाहिँ हामी बसेको मुनिबाट पानी बगिरहेको हुन्थ्यो माथिबाट पानी चुहिरहेको हुन्थ्यो भइरहेको हुन्थ्यो त्यही पनि मजासँग निन्द्रा चाहिँ त्यो मान्छेले भन्छ नि होइन तर निन्द्रा भन्ने कुरा त्यस्तो हुँदो रहेछ कि शरीरको थकान प्लस तपाईँको मेन्टल्ली डिस्टर्ब अनि त्यसमाथि निन्द्रा होइन त्यसका बावजुद पनि आफूले माइन्डलाई कन्ट्रोल गरेर माइन्डलाई हामीले चाहिँ एक मुष्ट गरेर चाहिँ हामी चाहिँ सँगै बस्यौँ कि त्यस्तो क्षणहरू पनि हामी थियो